हेलो गाइजहरू, नमस्ते नमस्कार सेवारू सम्पूर्णमा। आज हाम्रो रिङ रोडको व्यस्त रहेको सडकलाई चाहिँ आज हामीले विभिन्न दृश्यहरू देखाउन गइराखेको छु। म राजु लिम्बू तपाईहरू सामु उपस्थित भइसकेको छु र आज विभिन्न दृश्यहरू देखाउँदै लानेछु आज हाम्रो रिङ रोडको। यो तस्बिर हामी काठमाडौँको व्यस्त सडक देख्न सक्छौँ। पहिलो स्कुल बस हैन, अनि हाम्रो रिङ रोडको बस र विभिन्न बाहिरको अलिकति यो दृश्यहरू हामीले देखाउन गइराखेको छौँ। यो दृश्य देख्न सकिन्छ र यो दृश्य सँगसँगै हाम्रो काठमाडौँको यो रिङ रोडको हाम्रो सडक देख्न सकिन्छ। यो तस्बिर हामी काठमाडौँको व्यस्त सडक देख्न सक्छौँ र पहिलो स्कुल बस, मोटरसाइकल र गाडी, पैदल यात्रुहरू सडकमा चलिरहेका छन्। पछिल्ला वर्षहरूमा नेपालका सहरी क्षेत्रहरूमा सडक विस्तार, फुटपाथ निर्माण र ट्राफिक व्यवस्थापन धेरै सुधार भएको छ। कालोपत्रे सडक डिभाइस र पैदल यात्रुका लागि सुरक्षित बारहरूले सहरी विकासको सङ्केत दिन्छन्। तर अझै पनि ट्राफिक जाम, धुलो र सवारी साधनको चाप सहरी क्षेत्रमा व्यस्त सडकहरू देख्न सक्छौँ। यहाँ पहिलो स्कुल, बस, मोटरसाइकल, कार, पैदल यात्रुहरू सबै एकै ठाउँमा चलिरहेका छन्। नेपालका पछिल्लो दशकमा सडक विकासले ठुलो फड्को मारेको छ। पहिले कच्ची र साँघुरा सडकहरू अहिले कालोपत्रे र फ्राकिला भएका छन्। राजधानीदेखि गाउँसम्म सडक सञ्चालन विस्तार हुँदा मान्छेको आवत जावत र व्यापार व्यवसायमा पनि सहज भएको छ। सरकारले फुटपाथ र ट्राफिक लाइट, पैदल यात्रुको लागि जेब्रा क्रसिङ बनाउने काम प्राथमिकता दिएको छ। यसले सडकको दुर्घटना कम गर्न र यात्रुलाई सुरक्षित बनाउन मद्दत गरेको छ। तर विकाससँगै चुनौती पनि छन्। बढ्दो जनसङ्ख्या र सवारी साधनको चापले ट्राफिक जाम, वायु प्रदूषण र सडक मर्मतको समस्या देखिएको छ। त्यसैले अब विकासको नाम भनेको गुणस्तरीय र दिगो र वातावरण मैत्री सडक बनाउनु हो। यदि हामीले सार्वजनिक यातायातलाई नै सुधार गरेर साइकल लेन र हरियाली सडकलाई बढावा दियौँ भने यस्ता सडकहरू भविष्यमा अझ व्यवस्थित र जनमैत्री बन्न सक्छ। सडक भनेको केवल आवत जावतको माध्यम मात्र होइन, यो देशको आर्थिक र सामाजिक विकासको मेरुदण्ड पनि हो। भन्दै यस्तै दृश्यहरू तपाईँहरूलाई मन पर्यो भने फेरि देखाउँदै जानेछु र तपाईँहरूलाई यस्तै भिडियोहरू मन पर्यो भने र यस्तै भिडियोहरू हेर्न मन लाग्यो भने मुनिबाट फलो गर्नु, लाइक, कमेन्ट, सेयर गर्नुहोस् र तपाईँहरूलाई यस्तै भिडियो ल्याएर फेरि पनि आउनेछु। हवस् त, धन्यवाद।